Hello, hi guys, welcome back to my new vlog. हामी चाहिँ अहिले भन्नु पर्दा नेपालगञ्जमा भएको एउटा ठुलो कान्ति ताल भन्ने ठाउँमा आइसकेका छौँ। कान्ति तालमा फुल टिप्न मनाइ छ। फुल टिपेको वा के हो किनबेच गरेको भेटिएमा प्रति फुल रु 500 जरिवाना लाग्ने छ। धन्यवाद। तर कहाँ त्यहाँबाट उक्लिने बाटो छ, पुरै छ कि यो गोलो पुरै छ। तर यो चाहिँ फुलेर हुन्छ नि यो ताल हो। यस्तो रहेछ। जे होस् यो झारै झार यो घाँसै घाँस यो फुलले गर्दा अलि नमजा देखियो कि सबै ठाउँ फुलेको भइदा चाहिँ दामी देखिन्थ्यो होइन। यस्तो छ यो पुरै हो क्या। तर यो सबै फुल्या भए पनि दामी देखिन्थ्यो नि। फुल्नु त फुल्दै रहेछ नि अझै यो भोलि सास पनि फुल्न हो। यस्तो छ। हामी चाहिँ यहाँबाट हेरिरहेको छौँ। यो साइड पनि पुरै फुलेर सकेछ। यो साइड फुल्दै रहेछ। पर चाहिँ दामी फुल्दै रहेछ। त्यहाँ चाहिँ कान्ति तालदेखि बाहिरको सराउन्डिङ भन्छ के भन्छ यसलाई, वातावरण यस्तो छ होइन। खासै राम्रो नाच्न त जान्दिन म। यस्तो छ होइन। फुल्नु चाहिँ फुल्यो रहेछ। तर एकचोटि आएर चाहिँ घुम्नु छैन बबाल छ। टक्क ढुङ्गा चढेर होइन पुरै राउन्ड हान्न सकिन्छ होइन। रोपाइ पनि सुरु भएछ त्यहाँतिर त। कोदो रोप्न आएको अब यस्तो पनि चलाउनु पाइन्छ र अटो। यो रोड चाहिँ होइन।